गाडी त कोल्टे हिँड्ने भयो त हौ के भयो बाङ्गो टेढो कुद्नु थाल्यो त गाडी चाहिँ के भयो मेरो यति नै खेर पम्चर हुनु परेको रातिमा टायर त छ्याप्पै बसेछ नि छ्या यहाँ गाडी पम्चर त भयो नि अब कहाँ पो बनाउनु अब राति हुँदो धन्न अब फ्लिपकार्टबाट त्यो टायर पम्चरको किट्स त छ नि मेरोमा अब हो अब त्यसको लागि त हावा नै चाहिन्छ अब हावा मेरो गाडीमा छैन अब हो के गर्नु अब यस्तो राति हुँदो हावा दोकान पनि खोलेको हुँदैन के चाहिँ गर्नु अब हुन त बिस्तारै चलाएर जाँदैछु म त हो गाडी लिएर राति हुँदो यतिखेर झन्डै 10 बजेको छ हावा लेफ्ट पनि रहेछ अलिकति त्यो लाइट देखाइदिनु नि मलाई हजुर यो चाहिँ हामी ड्राइभर दाजुभाइले चाहिँ राखिराख्नुपर्छ किनेर मेन कुरा हो कि के भन्दाखेरि यो पहिला मैले अनलाइन किनेर राखेको थिएँ कि पुरानो भइसकेपछि काम लाग्छ यो त्यो हुनुपर्छ अझै टेस्ट ड्राइभहरू हजुर धन्य त मैले पहिल्यै किनेको थिएँ कि यतिले काम गरिहाल्छ आफै लाउनु भएको यो हैन त्यहाँ यस्तो हुँदा मैले यस्तो खालको तिखो रहेछ होइन यसरी गर्नुपर्छ कि यसरी हाल्नुपर्छ हो केही भारी बात छैन नि यो पम्चर भन्नु नि त यसरी त टक्कै हालेर बल त लाग्छ कि भइहाल्यो त यदि त हो हल्का पानी लगाएर चेक गर्नुपर्छ कि ठिकै छ रातिमा त यति त भएको भयो